हाम्रो विजय भइसकेको छ। आजैदेखि उनले कब्जा गर्छु भन्थे, आज यो घोषणा गर्दछ। म प्रवक्ता हुँ, संयुक्त जनआन्दोलन समितिको प्रवक्ताको हैसियतले यो घोषणा गर्छु कि आजदेखि नेपालमा गणतन्त्रको अन्त्यको सुरुवात भयो। आजैको मितिदेखि यो देश प्रधानमन्त्री विहीन भएको छ, किनकि एउटा केपी ओली भन्ने मान्छेले यो उपत्यका कब्जा गर्छु भन्दै थियो। त्यो मान्छेले कब्जा गर्न सकेन। कागजका भुत्ते हतियार लिएर आएर खड्ग प्रसाद भन्नेले धर्मप्रसाद ढकालहरूलाई मारेको पेशा म बिर्सिन चाहन्न, अझै त्यही पेशा अँगाल्न चाहन्छु भनेर उहाँले उनकै कार्यकर्ताहरू पनि यति असभ्य मान्छेले दिएको यस्तो आतंकवादी र क्षुद्र निर्देशन हामी मान्दैनौँ भनेर आज अस्वीकार गरिदिए। अब हाम्रो आन्दोलन यिनले तोकिदिएको ठाउँमा सीमित हुँदैन र अब हामी अनुमति लिएर पनि कार्यक्रम गर्दैनौँ। हामीले आज त्यही गर्यौं र हामीले पराजित गरिदियौं ओलीको यो विदेशी दलालको सत्तालाई। यति अनुहार हेर्दै तपाईको आज ओलीको देखिन्थ्यो कतिसम्म पराजित भएर रुन खोजेको हेर्न लायक अनुहार थियो आज, हैन? यिनको धुलो पिठो त आज त ओली त धुलो पिठो भएन नि त। हिजो बेलुकैदेखि यिनी धुलो पिठो हुन थालेका हुन्, किनकि हामीले उनलाई चुनौती दिएर चेतावनी दिएर